धादिङका पहाडहरू, सानकोशको किनार, तिप्लिङका उकाली ओह्राली र स्याप्रू बेसीसम्म फैलिएको 128 किलोमिटर यात्रा। यो केवल सडक होइन, यो इतिहासको पाना हो। यो त्याग र सङ्घर्षको चिनारी हो। धादिङको पहाडी भूगोल, जहाँ कहिले सडक थिएन, जहाँ यात्राले दिन मात्र होइन रात पनि गर्नु पर्थ्यो। सङ्घर्षको त्यो यात्रामा एउटा नाम सधैँ सम्झन लायक छ, स्वर्गीय दामन पाखरिन। उहाँको सम्मानमा तात्कालीन मुख्यमन्त्री शालिग्राम जमरकटेलज्यूले रुबी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ र खनियाबास गाउँपालिकाको उपाध्यक्ष सेप्केमान तामाङको प्रस्तावमा 2081 असार 10 गतेको धादिङ बेसी साङ्कोस तिप्लिङ स्याप्रू बेसी 128 किलोमिटरलाई दामन पाखरिन मार्ग आधिकारिक रूपमा राजपत्रमा नामाकरण गरी प्रकाशन गरिएको हो र तत्कालीन खनियाबास खण्डमा 4 करोड 10 लाख बजेट विनियोजित गरेको साथै बहुवर्षीय योजनामा राखेर 16 करोड बजेट सुनिश्चित गरी काम भइरहेको छ। यो केवल नाम होइन, यो इतिहास हो, यो सम्मान हो। शान्ति प्रक्रियाभन्दा अघि सडक धेरै वर्ष साङ्कोससम्म मात्र सीमित थियो, तर पहल भयो। रामबहादुर भण्डारीको नेतृत्वमा जीवीसबाट दुई चोटि 35 लाख विनियोजित गरी बाटो विस्तार सुरु भयो। 2068 सालमा कृष्ण बहादुर महरा अर्थमन्त्री हुँदा पुष्प विक्रम मल्लको पहलमा ग्राबिलको लागि 25 करोड विनियोजित भएर काम सम्पन्न भएको थियो। 2078 सालमा धादिङ बेसी टोड्केसम्म कालोपत्रे गर्न राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा प्रदेश संसद जगत सिंखडाको पहलमा 41 करोड विनियोजित गरी काम भइरहेको छ। लिङलिङ चेत्त झारलाङ पहिरोमा बेली ब्रिज, लपाङ खोलाको पुल र धार्खा खोलाको पुल जगत सिंखडाको पहलमा रकम विनियोजित गरी काम सम्पन्न भयो। साथै लापा जाने आकु खोला पुल र लिस्ने खोला पुलको काम भइरहेको छ। रुबी भ्याली पुग्न पहिले 3 दिन, आज 5 घण्टा। अब हाम्रो लक्ष्य 2 घण्टा। यो सडक केवल बाटो होइन, यो विकासको मार्ग हो, यो अवसरको ढोका हो, यो सङ्घर्षको परिणाम हो। किमताङ फेदीको किमताङ खोलामा बेली ब्रिजको लागि शक्ति बस्नेत ऊर्जा मन्त्री हुँदा नेपाल आर्मीसँग सहमति गरी 1 करोड 30 लाख विनियोजित गरिएको थियो। केहीले प्रश्न गर्छन्, के भएर? हामी भन्छौँ, हिजो हिँडेर 3 दिन लाग्ने ठाउँमा आज गाडी चढेर 5 घण्टामा पुगिन्छ। दामन पाखरिन मार्ग सङ्घर्षको विरासत हो, विकासको प्रतिबद्धता हो र भविष्यको सङ्कल्प हो। अब रुबी भ्याली 2 घण्टामा पुग्नेछ। यो हाम्रो प्रतिबद्धता हो।